लो 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 रिसले हेर हो अम्बो फुलले गर टाउको कोप्रा हो नि हौ कोप्रा हो त्यसलाई फकायो त्यसरी गरेर ओ बुई यो कहाँ सानो साँप हो टेरिका हो भइरहेछ नि यो चाहिँ बहुत डर लाग्दो साँप है छोडौँ न हौ बाजे अलिक माथि जाऊ दाजु अलिक यता लड्यो भने त यसले त दाजु यता आउनु पछाडि दाजु हुन्छ आएर त छोड्यो बाइचान्स छोडी पठान्छ छोड्दैन कि अंकल 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 सानो होइन नि त यो साँप त कहाँ सानो साँप हो चेपु है मजाले बाप्रे यो के हो गाँठे दुईजनामा त भयो नि त सुमितलाई साह्रो आउनुहोस् है दाजु दाजु रिसा 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 पुरा रिसा त्यो दिनुहोस् न डन्ठा बुई थेट धेरै गएर साह्रो परेको पक्रिनु थाकिसक्यो उयो पनि एकछिन एकछिन भएको छैन होला लु न लु न लु न गाइसहरू राम्रो पक्रिनुहोस् है हेर्नु त टाउको पक्रिनाख्यो कि दाइले त थोक्छ होइन गोजीबाट लागेछ नि त किङ कोब्रा रहेछ नि उयो त खोइ छुम चुदान डर लाग्दो रहेछ नि हौ प्रभु यस्तो डर हुँदो रहेछ नि हौ नि किङ कोब्रा नि हौ 25 मिनट भित्र उपचार भएर भयो नि दा कतिको उयो होला उसको वेट चाहिँ कति होला नाप्छ पनि होइन है लेन्थ नाप्छ होइन यस्तो हुँदो रहेछ है किङ कोब्रा चाहिँ मलाई कसले फोन गरेको मैले गरेको अस्ति गरेकोमा पक्रिनु भएको थियो नि त्यहाँबाट म यहाँ हुन्छ एउटा त्यहाँबाट ल्याइदियो नाप्छ नि उता चाहिँ हाम्रो विवेक प्रधान दा
जा राम्रो राम्रो पक्रिनुहोस् है। बोरा 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 ल्याइदिनु। हजुर चाहिन्छ। यो चाहिँ नाप्दैछ 3 फुटको हो दा यो 12 फुट है। 12 फुट। दा मुख बाँधिदिनु भएको भए कहाँबाट यो टिकटिके भन्ला त छेपाराको बच्चा यत्रो साँपले त कहाँ ठुङ्नु पर्छ भने देख्यो भने ठोक्करै मर्छ नि अताकेर कुदेर त्यतिका मान्छे 15 मिनट होइन 25 मिनट 25 मिनट चाहिँ बाँच्छ यसले ठुङ्यो भने नभए चाहिँ सक्यो। आउनुहोस् 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 ओ कस्तो चिप्लो खालको नि साह्रो पऱ्यो नि त पक्रिनु। तपाईँको हातमा केही सेफ्टी नलाग्नु त कस्तो डर लागेको नि हो र। पुरै आउँदै थियो अन्त उठेर पुरा रिसायो भने मात्रै एटेक गर्छ। त्यो हजुर किर्ना पस्दो रहेछ नि। पक्रिदिनुहोस् है त्यो खुम्च्यो भने त्यसरी म पठाउँछु। साथीहरू जोगेर हिँडौँ है गाउँ बस्तीमा चाहिँ यस्तो भेटिन्छ यी जङ्गलतिर काम गर्नेहरू सबैजना जोगेर हिँड्नुपर्छ। यसले त ठुङ्दैन ठुङ्गेर यसले मान्छे पनि निल्छ नि हौ। मान्छे निल्छ नि त बोरा त सिमेन्टको पो लिए त हौ। कत्ला रेस्क्यु भयो एकदम राम्रो प्रकारले हो। अब यसलाई चाहिँ राम्रो ठाउँमा लगेर छोड्नुपर्छ। गाउँ बस्तीबाट चाहिँ हटाइहाल्नुपर्छ। हेर्दै गर्नु होला।